उसले स्वयंलाई भन्ने नि हजुर उसले स्वयंलाई बाघ भन्दो रहेछ आफू बकुल्लो अनि मलाई काग ठान्दो रहेछ उसले स्वयंलाई बाघ भन्दो रहेछ आफू बकुल्लो अनि मलाई काग ठान्दो रहेछ मैले पिएको साँझ एकैचोटि जम्का भेट त होस् हेरौँला त्यो कसरी मभन्दा चलाक भन्दो रहेछ हेरौँला त्यो कसरी मभन्दा चलाक भन्दो रहेछ योभन्दा अगाडिको पनि एउटा त्यो ढुङ्गावाला हान्दैन नदी कसले बनायो अनि ढुङ्गा कसले बनायो ढुङ्गा जस्तै तैरिने फुलको थुङ्गा कसले बनायो नदी कसले बनायो अनि ढुङ्गा कसले बनायो ढुङ्गा जस्तै तैरिने फुलको थुङ्गा कसले बनायो अचेल एउटै प्रश्नहरू दोहोरिरहन्छन् सधैँ म त मान्छे नै पो थिएँ मलाई ढुङ्गा कसले बनायो म त मान्छे नै पो थिएँ मलाई ढुङ्गा कसले बनायो यो मुक्तक चाहिँ कसको यो महावीर दाइको अघि मेरो तपाईँ उहाँको धेरै ठुलो फ्यान हुनुहुन्छ महावीर एकदमै उहाँको उहाँ अहिले युट्युबमा पनि उहाँले सबै सर्च गर्नुभयो भने उहाँको एकदमै खतरा छ क्या महावीरको विचार धेरै राम्रो मान्छे हो तर स्वर्गीय महावीर विश्वकर्मा दाइ स्वर्गीय हुनुभएको छ नि स्वर्गीय हुनुभयो मलाई गाडीले ठक्कर दियो क्या चाहिँ उहाँ कुन ठाउँमा चाहिँ ऊ भएको गाडीले ठक्कर दिएको उहाँ मलाई चितवन चितवनमा ए कुनै कार्यक्रममा जाँदाखेरि नै होला है अनि रेडियो थाहा संसारमा काम गर्नुहुन्थ्यो उहाँका 200वटा रेडियोमा आउँथ्यो एकैचोटि कार्यक्रम बस्थ्यो कार्यक्रम बहके नि मन हजुरको घर कहाँ हो हजुर हजुरको घर मेरो घर जग्गा दिएको म महावीर विश्वकर्मा देखाउँछ है म आउँछ युट्युबमा क्या युट्युबमा त नआउने कुनै पनि अल त डिस्प्ले पार्नु बनाउँछ हाम्रो भाइ देख्दा सजिलो हुन्छ